नमस्कार भाइ बहिनीहरू, म प्रस्ताव कोइराला। आजको यस भिडियोमा हामी क्लास 8 साइन्स च्याप्टर 1 साइन्टिफिक लर्निङ पढ्नेछौँ। यो भिडियो विशेष गरी बिएलई इक्जाम तयारी गरिरहेका भाइ बहिनीहरूलाई ध्यानमा राखेर बनाइएको हो। सबैभन्दा पहिले आजको भिडियोमा हामी के पढ्नेछौँ भनेर हेरौँ। आज हामी यसमा साइन्टिफिक लर्निङ भनेको के हो हेर्नेछौँ। साइन्स ल्याबोरेटरीमा के प्रिकसन्सहरू लिनुपर्छ हामी हेर्नेछौँ। एक्सपेरिमेन्टल वर्क इन साइन्स भनेको के हो हेर्नेछौँ। अब्जर्भेसन इन साइन्स भनेको के हो हेर्नेछौँ। साइन्टिफिक टेस्ट एन्ड हाइपोथेसिस हेर्नेछौँ। रिसर्च वर्क भनेको के हो हेर्नेछौँ। अनि सर्वे मेथडहरू हेर्नेछौँ। यी सबै विषयहरू बुझिसकेपछि तपाईँलाई साइन्टिफिक लर्निङको सम्पूर्ण च्याप्टर राम्रोसँग बुझिनेछ। यो भिडियो तयार गर्दा मैले नेपाल गभर्मेन्टको करिकुलम डेभलपमेन्ट सेन्टरद्वारा प्रकाशित साइन्स एन्ड टेक्नोलोजी ग्रेड 8 पुस्तकलाई मुख्य रेफरेन्सको रूपमा लिएको छु। साइन्टिफिक लर्निङ means learning about the world using science method. साइन्टिफिक लर्निङ भन्नाले विज्ञानका विधिहरू प्रयोग गरेर संसारका विभिन्न कुराहरू बुझ्ने प्रक्रिया हो। साइन्टिस्टहरूले नयाँ कुरा पत्ता लगाउन विभिन्न एक्टिभिटिजहरू गर्छन्, जस्तै अब्जर्भेसन, टेस्टिङ, रिसर्च, सर्वे, मोडल मेकिङ। थ्रु दिस एक्टिभिटिज फ्याक्ट्स एन्ड साइन्टिफिक रुल्स आर डिस्कभर्ड। के रहेछ त यो सबै एक्टिभिटीहरूबाट चाहिँ साइन्टिफिक रुल्स फ्याक्ट चाहिँ डिस्कभर गरिँदो रहेछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यहाँ केनिची छ, केनिचीले प्लान्टलाई अब्जर्भ गरिरहेछ। यहाँ नोबिटा छ अर्को, नोबिटाले एक्सपेरिमेन्ट गरिरहेछ। डोरेमन रिसर्च गरिरहेछ। यहाँ सिसिमानु र नोबिटाको मम सर्वे गरिरहेछ। अनि यहाँ नोबिटाको टिचर चाहिँ कसरी मोडल बनाउने भनेर हेरिरहेछ। अब हामी एउटा रमाइलो इक्जाम्पल हेरौँ। मानौँ डोरेमनले नोबिटाले एउटा नयाँ ग्याजेट दिन्छ। नोबिटाले के गर्छ त पहिले उसले ग्याजेटलाई हेर्छ, त्यसपछि प्रयोग गर्छ र त्यसै गरी कसरी काम गर्छ भनेर उसले थाहा पाउँछ। यहाँ के छ, नोबिटा लुक्स एट द ग्याजेट, ट्राइज इट, टेस्ट हाउ इट वर्क्स। दिस इज एक्ज्याक्टली हाउ साइन्टिस्ट लर्न अबाउट न्यू थिङ्स। यस्तै तरिकाले वैज्ञानिकहरूले पनि नयाँ कुराहरू बुझ्ने गर्छन्। अब एउटा प्रश्न उठ्छ, वाइ साइन्टिफिक लर्निङ इज इम्पोर्टेन्ट। साइन्टिफिक लर्निङ हेल्प अस अन्डरस्ट्यान्ड नेचर, प्रकृतिलाई बुझ्नलाई हेल्प गर्छ। डिस्कभर न्यू थिङ्स, नयाँ खोज गर्न हेल्प गर्छ। सल्भ प्रब्लम सल्भिङमा हेल्प गर्छ। टेक्नोलोजीलाई इम्प्रुभ गर्नमा हेल्प गर्छ। इक्जाम्पलको लागि मानौँ एउटा साइन्टिस्टले सोध्छ, वाइ डु प्लान्ट्स ग्रो बेटर इन सनलाइट। त्यसपछि के गर्छ त साइन्सले बिरुवालाई अब्जर्भ गर्छ, घामको असर टेस्ट गर्छ, अनि त्यसपछि रिजल्टलाई स्टडी गर्छ। के रहेछ त अब्जर्भ प्लान्ट्स, टेस्ट सनलाइट इफेक्ट, स्टडिज रिजल्ट, देन अ साइन्टिफिक कन्क्लुजन इज मेड। यो नोबिटाको टिचर हो, यो चाहिँ साइन्स ल्याबमा रहेछ। साइन्स ल्याबोरेटरी भनेको के रहेछ, अ साइन्स ल्याबोरेटरी इज अ स्पेसल रुम वेयर एक्सपेरिमेन्ट्स आर डन। यसमा के हुन्छ, यसमा केमिकल हुन्छ, इक्विपमेन्टहरू हुन्छ, इन्स्ट्रुमेन्टहरू हुन्छ, टुल्सहरू हुन्छ। स्टुडेन्ट पर्फर्म एक्सपेरिमेन्ट्स टु लर्न साइन्स प्र्याक्टिकल्ली। यो के हो, यो माइक्रोस्कोप हो, यो टेस्ट ट्युबहरू हो, यो के हो त यो रेड लिटमस पेपर हो, यो ब्लू लिटमस पेपर हो। वाइ सेफ्टी रुल्स आर इम्पोर्टेन्ट। सेफ्टी रुल किन इम्पोर्टेन्ट हुन्छ त, हामीले सेफ्टी रुल बिना एक्सपेरिमेन्टहरू गऱ्यो भने के हुन्छ, एक्सिडेन्ट मे ह्यापन, रिजल्ट मे बी इन्करेक्ट। देयरफोर सेफ्टी प्रिकसन मस्ट बी फलोड इन द ल्याब। अब एउटा इक्जाम्पल हेरौँ। मानव मोटु साइन्स ल्याबमा छ। इफ मोटु ड्रिङ्क्स अ केमिकल थिङ्किङ इट इज जुस, त्यो चाहिँ के हुन्छ, एकदम डेन्जरस हुन्छ। सो सेफ्टी रुल्स प्रोटेक्ट्स अस। सेफ्टी रुल्स इन साइन्स ल्याबोरेटरी। सेफ्टी रुल्स के हो त, यहाँ चाहिँ एउटा नोबिटा पनि रहेछ है, एक्सपेरिमेन्ट गरेर रहेछ। डु नट ह्यान्डल मटेरियल्स केयरलेसली। मटेरियलहरू चाहिँ हामीले केयरलेसली ह्यान्डल गर्नु भएन। ग्लोभ्स लगाउनु पऱ्यो, वेयर ग्लोभ्स, मास्क एन्ड गगल्स। वेयर अ ल्याब कोट, नो द इमर्जेन्सी एक्जिट, इमर्जेन्सी एक्जिट हामीलाई थाहा हुनु पऱ्यो। वास ह्यान्ड्स आफ्टर एक्सपेरिमेन्ट गरेपछि हात धुनु पऱ्यो। डु नट इट अर ड्रिङ्क इन ल्याबमा चाहिँ खान पिउनु भएन। नेभर टेस्ट केमिकल, अघि मोटुले गरे जस्तै खानु भएन केमिकलहरूलाई। डु नट प्ले इन ल्याबमा चाहिँ खेल्नु भएन। फलो करेक्ट एक्सपेरिमेन्ट मेथड, बी केयरफुल विथ फायर अर हट अब्जेक्ट्स। दिस रुल किप्स अस सेफ एन्ड एक्युरेट इन एक्सपेरिमेन्ट। एक्सपेरिमेन्टल वर्क भनेको के हो, एक्सपेरिमेन्टल मिन्स टेस्टिङ साइन्टिफिक आइडियाज युजिङ अब्जर्भेसन, रिसर्च, टेस्टिङ, मोडल मेकिङ। के रहेछ त, कुनै साइन्टिफिक आइडिया चाहिँ सही छ कि छैन भनेर चाहिँ थाहा पाउने तरिका रहेछ। यसमा चाहिँ हामीले 4वटा तरिका युज गर्दा रहेछौँ, अब्जर्भेसनबाट, रिसर्चबाट,
टेस्टिङबाट अनि मोडल मेकिङबाट। अब हामी एउटा उदाहरण हेरौँ, इक्जाम्पल हेरौँ। हामीले चाहिँ के सोच्छौँ भन्दाखेरि प्लान्ट्स ग्रो फास्टर विथ मोर सनलाइट। सो हामीले यसलाई प्रुभ गर्न चाहिँ एउटा एक्सपेरिमेन्ट गर्छौँ। द गोल इज टु चेक वेदर अ साइन्टिफिक आइडिया इज करेक्ट। अब्जर्भेसन भनेको के हो? अब्जर्भेसन मिन्स केयरफुली स्टडिङ समथिङ युजिङ आवर सेन्सेस। हाम्रो के सेन्सेसहरू छ? हाम्रो 5वटा सेन्सेस छ। हामीले के युज गर्छौँ? हामीले आँखा युज गर्छौँ, हामीले कान युज गर्छौँ, हामीले नोज युज गर्छौँ, हामीले हात हाम्रो टच युज गर्छौँ, हामीले टेस्ट पनि गर्छौँ। हामीले कहिले चाहिँ टुल्सहरू पनि युज गर्छौँ, जस्तै माइक्रोस्कोप अर म्याग्निफाइङ ग्लास। अब हामी एउटा अब्जर्भेसनको इक्जाम्पल हेर्छौँ। मानव एउटा सम्राट भन्ने फुच्चे छ, त्यसले चाहिँ एउटा पातमा चाहिँ क्याटरपिलरलाई देखेछ। त्यसपछि उसले त्यो क्याटरपिलरलाई एउटा जारमा राखेछ। केही दिनपछि उसले के देखेछ भन्दाखेरि क्याटरपिलर प्युपामा चेन्ज भएछ, प्युपा बटरफ्लाई बनेछ। दिस हेल्प हिम अन्डरस्ट्यान्ड लाइफ साइकल अफ बटरफ्लाई। अब हामी यहाँ एउटा निन्जा हटोरीको इक्जाम्पल हेरौँ। यदि निन्जा हटोरीले भ्यागुता अब्जर्भ गर्छ भने उसले के देख्छ? भ्यागुतो उफ्रन्छ, भ्यागुतो पानी नजिक बस्छ। यसैलाई नै साइन्टिफिक अब्जर्भेसन भनिन्छ। अब हामी एउटा सानो इक्जाम्पल हेर्छौँ। एउटा ब्रेडको टुक्रा लिनुहोस्, ब्रेडमा पानी छर्काउनुहोस्, ब्रेडलाई चाहिँ मोइस्ट प्लेसमा राख्नुहोस्। केही दिन पर्खेपछि हामीले के देख्छौँ? ब्रेडमा फङ्गस बनेको देख्छौँ। त्यसपछि माइक्रोस्कोप प्रयोग गरेर फङ्गाई अब्जर्भ गर्न सकिन्छ। साइन्टिफिक टेस्ट। अब्जर्भेसन अलोन इज नट इनफ। अब्जर्भेसन मात्रै पर्याप्त हुँदैन। अब्जर्भेसनले हामीलाई के भइरहेको छ भनेर त भन्छ, तर किन भइरहेको छ भनेर चाहिँ बुझाउँदैन। त्यही भएर चाहिँ साइन्टिस्टहरूलाई नेक्स्ट स्टेपको खाँचो हुन्छ। अब्जर्भेसन पछि चाहिँ साइन्टिस्टहरूले हाइपोथेसिस बनाउँछन्। हाइपोथेसिस भन्नाले अब्जर्भेसनको आधारमा गरिएको एजुकेटेड गेस हो। यो चाहिँ ऱ्यान्डम गेस हुँदैन। इट इज बेस्ड अन थिङ्किङ, नलेज एन्ड अब्जर्भेसन। हामी एउटा इक्जाम्पल हेर्छौँ। हामीले अब्जर्भ गर्छौँ कि प्लान्ट चाहिँ सनलाइट लिएर चाँडो ग्रो गर्छ, अनि हामीले एउटा हाइपोथेसिस बनाउँछौँ। हाइपोथेसिस के हुनसक्छ? प्लान्ट ग्रो फास्टर बिकज दे गेट सनलाइट। अब हामी यहाँ एउटा निन्जा हटोरीको इक्जाम्पल हेर्छौँ। उसले के अब्जर्भ गर्यो? फ्रग जम्प्स, फ्रग लिभ्स नियर वाटर। तर किन? उसलाई थाहा छैन। उसले एउटा हाइपोथेसिस बनायो, फ्रग लिभ नियर वाटर बिकज दे निड वाटर टु सर्भाइभ। त्यसपछि उसले एक्सपेरिमेन्ट गर्यो। एक्सपेरिमेन्ट उसले के थाहा पायो? पानीनिर चाहिँ धेरै भ्याकुताहरू छ, पानीभन्दा टाढा चाहिँ कम छ। अब हामी यहाँ एउटा नोबिटाको इक्जाम्पल हेर्छौँ। नोबिटाले चाहिँ के अब्जर्भ गर्छ भन्दाखेरि हिज चक्लेट मेल्ट्स वेन हि किप इट आउटसाइड। उसले चाहिँ के अब्जर्भ गर्यो? चक्लेटलाई चाहिँ बाहिर राख्दाखेरि चाहिँ पग्लिरहेछ। उसले एउटा के हाइपोथेसिस बनायो? चक्लेट मेल्ट बिकज अफ हिट। त्यसलाई टेस्ट गर्न उसले के गर्यो? उसले एउटा चक्लेट फ्रिजमा हाल्यो, अर्को चक्लेट बाहिर राख्यो। उसले रिजल्ट के पायो? द चक्लेट आउटसाइड मेल्ट फास्टर। सो हाइपोथेसिस चाहिँ करेक्ट भयो। अब हामी एउटा अर्को इक्जाम्पल हेर्छौँ। यहाँ चाहिँ डक्टर झट्का एक्सपेरिमेन्ट गरेर रहेछ। एसिड बेस टेस्ट गर्न लागेको रहेछ। यहाँ चाहिँ के मटेरियल युज भएको रहेछ? लेमन जुस, सोप वाटर, सल्ट वाटर, रेड लिटमस पेपर अनि ब्लू लिटमस पेपर। यहाँ चाहिँ एउटा बिकरमा चाहिँ लेमन जुस हाले रहेछ, अर्को बिकरमा सोप वाटर हाले रहेछ, अनि अर्को बिकरमा सल्ट वाटर हाले रहेछ। अनि त्यसपछि रिजल्ट के आएछ? एसिडमा चाहिँ ब्लू लिटमस पेपर चाहिँ रेड भएछ, बेसमा चाहिँ रेड चाहिँ ब्लू भएछ, अनि सल्टमा चाहिँ कुनै चेन्ज आएन छ। दिस टेस्ट हेल्प आइडेन्टिफाई सब्सटेन्सेस। एसिड हो कि बेस हो। रिसर्च वर्क। रिसर्च मिन्स स्टडिङ समथिङ डिपली टु फाइन्ड एन एन्सर टु अ क्वेसन। के रहेछ त? कुनै प्रश्नको उत्तर पत्ता लगाउनलाई चाहिँ गहिरो अध्ययन गर्नु रहेछ। रिसर्च प्राय क्युरियोसिटीबाट सुरु हुन्छ। उदाहरणको लागि मानौँ, किन पोल्युटेड पानीमा एल्गी धेरै बढ्छ? वाइ डु एल्गी ग्रो फास्टर इन पोल्युटेड वाटर भनेर कसैलाई दिमागमा क्युरियोसिटी आयो। रिसर्च गर्ने के स्टेपहरू रहेछ त? गोल सेटिङ, हाइपोथेसिस बनाउने, डेटा कलेक्सन मेथड छान्ने, मटेरियलहरू खोज्ने, डेटा कलेक्ट गर्ने, डेटा एनालाइज गर्ने, अनि कन्क्लुजन निकाल्ने। अब यहाँ एउटा इक्जाम्पल हेरौँ एक्सपेरिमेन्टको। सिन्जो र शिशु मानवले चाहिँ 3वटा बोतल लिएछ। 3वटा बोतलमा चाहिँ पन्डको पानी हालेछ। एउटामा चाहिँ नर्मल पन्डको पानी, अर्कोमा फर्टिलाइजर हालेछ, अर्कोमा भेनिगर हालेछ। केही दिनपछि चाहिँ नर्मल पानीमा कम एल्गी ग्रो भएछ, फर्टिलाइजरवालामा धेरै भएछ, भेनिगरवालामा कम भएछ।
कन्क्लुजन के आयो? फर्टिलाइजर इन्क्रिजेस एल्गी ग्रोथ. सर्वे means collecting information from many people to understand a problem. यहाँ चाहिँ नोबिताको ममले पनि सर्वे गरेर रहेछ, एन्सर चाहिँ यस र नोमा रहेछ. यसमा चाहिँ के मेथड युज हुँदो रहेछ? क्वेसनर बनाउने, इन्टरभ्यू लिने, डिस्कसन गर्ने, अब्जर्भेसन गर्ने. यहाँ नोबिताको ममले चाहिँ क्वेसनर बनाए जस्तो छ कि चाहिँ इन्टरभ्यू गरेर जस्तो छ. हामी यहाँ एउटा इक्जाम्पल हेर्छौँ. यहाँ डोरेमोन, नोबिता र केनिचीले चाहिँ सर्वे गरेर रहेछ. सोलिड वेस्ट म्यानेजमेन्टको सर्वे गरेर रहेछ. यहाँ चाहिँ यिनीहरूले चाहिँ 50वटा घरमा गएर चाहिँ क्वेसन सोधेछ होइन. वाट डु यु डु विथ गार्बेज? अब एन्सर चाहिँ के हुनसक्छ? गिभ टु वेस्ट कलेक्टर, मेक कम्पोस्ट, रियुज मटेरियल्स. अनि त्यसलाई चाहिँ यिनीहरूले यो पायो होइन, एन्सरहरू पायो, त्यसलाई चाहिँ यिनीहरूले एनालाइज गर्यो, देन एनालाइज डेटा, अनि त्यसपछि कन्क्लुजनहरू बनायो. यो सर्वेबाट चाहिँ उनीहरूले कन्क्लुजन निकाल्छन् के चाहिँ होला भनेर होइन. अब यहाँ एउटा इक्जाम्पल हेरौँ. मानव डोरेमोनलाई चाहिँ थाहा पाउनु पऱ्यो किन चाहिँ प्लान्ट चाहिँ झ्याल्नेर चाहिँ चाँडो ग्रो गर्छ भनेर थाहा पाउनु पऱ्यो. हि विल अब्जर्भ प्लान्ट्स, टेस्ट सनलाइट इफेक्ट, रिसर्च प्लान्ट ग्रोथ, अनि सर्वे गार्डेनर्स. देन हि डिस्कभर्स प्लान्ट निड सनलाइट फर फोटोसेन्थेसिस. त्यसपछि उसले के थाहा पायो? प्लान्टलाई चाहिँ सनलाइट चाहिन्छ फर फोटोसेन्थेसिस. दिस इज साइन्टिफिक लर्निङ. अब चाहिँ हामी एउटा छोटो समरी गरौँ. हामी के पढ्यौँ? साइन्टिफिक लर्निङ युजेस 4 मेन मेथड्स. फर्स्ट अब्जर्भेसन भनेको के? केयरफुल्ली स्टडिङ समथिङ. सेकेन्ड टेस्ट भनेको के? चेकिङ अ साइन्टिफिक आइडिया. थर्ड रिसर्च भनेको के? डिप इन्भेस्टिगेसन. थर्ड सर्वे भनेको के? कलेक्टिङ इन्फर्मेसन फ्रम पिपुल. दिस मेथड हेल्प साइन्टिस्ट डिस्कभर न्यू नलेज. अब यहाँ नोबिताको टिचरले चाहिँ दुईवटा क्वेसन राखेको रहेछ स्क्रिनमा. यसको एन्सर चाहिँ कमेन्टमा लेख्नु होला. अब हामी अर्को भिडियोमा चाहिँ सेकेन्ड च्याप्टर पढ्नेछौँ. तपाईँहरूलाई यो भिडियो मन पर्यो भने लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला. So